हेलो गुड मर्निङ साथीहरू, के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु भन्दै मैले यो भिडियो स्टार्ट गर्न चाहन्छु। बिहानको चिया नास्ता खाइसकेर मेरो हस्बेन्ड ड्युटी गइसक्नु भयो अनि म चाहिँ यो भिडियो स्टार्ट गर्दैछु। मैले आज दिनभर के काम गर्छु भनेर अब चाहिँ मैले सुरु गर्दैछु यताको बेडबाट। हेर्दै गर्नुहोला। सुतेको बेड चाहिँ मिलाउनु नै पर्यो होइन साथीहरू। म चाहिँ यता बेडसिट सल्लक्क मिलाउनु लागि मैले चाहिँ यो बेडसिट चेन्ज गर्दिनँ डेली, किनभने दिल्लीमा एकदमै जाडो छ, घाम नलागेको आज कति दिन भइसक्यो। अनि अर्को कुरा भन्नुपर्दा त्यति धेरै फोहोर हुन्न, बुढा चाहिँ ड्युटी गइसकेपछि म मात्रै हुन्छ। मैले जस्तो बनाएर राखेँ त्यस्तै नै हुन्छ कि साँझसम्म। अनि सलक्क मिलाएर झाडु पोछा गर्न लागेँ। देख्न सक्नुहुन्छ मैले बेड सलक्क पारिसकेँ अनि म लागेँ बाहिर सफा गर्नुतिर। अनि बाहिर चाहिँ मैले एक दिन पोछा लाउँछु अनि एक दिन चाहिँ यसरी दिन्छु, किनभने अब फुल बेर्नाहरूमा पानी दिनुपर्छ नि त। अनि यसरी सफाइ गरिसकेपछि मेरो पालो आयो फ्रेस हुने नुहाउने। अब चाहिँ म नुहाएर आउँछ है साथीहरू, सफा गरेर गइसकेँ। साथीहरू म चाहिँ नुहाएर एकदम फ्रेस भइसकेँ। अब चाहिँ मैले खाना बनाउनु पर्छ, किनकि एक्लै भए पनि खानु त पर्यो होइन। आज चाहिँ मैले कपडा धोइनँ किनभने घाम नलाएको आज कति दिन भइसक्यो। एकदमै अँध्यारो जस्तै कि कुहिरो लागेर एकदम अँध्यारो छ। अब चाहिँ मैले खाना बनाउँछु। घरबाट लिएको छ नि त आटो बनाउँछु भनेर। हेरौँ त साथी, पाकिसक्यो दाल चाहिँ। अब चाहिँ दाल बनाएर तरकारी बनाउनु पर्छ। साथीहरू अब चाहिँ आटो यहाँ बन्दैछ। हेरौँ है त, अब यहाँ यतातिर चाहिँ तरकारी पाक्दैछ। आटो चाहिँ भन्नुपर्दा कसैलाई मनपर्छ, मलाई त एकदमै मनपर्छ है साथीहरू। एकदमै मनपर्छ मलाई चाहिँ आटो। मलाई कोदो भन्दा पनि एकदमै मनपर्ने आटो हो। खानै पर्यो होइन त। यो लोसनहरू पनि घरबाट लिएको हो। यतिको भइसकेपछि अनि यता चाहिँ मेरो तरकारी चाहिँ कस्तो भयो त भन्नुपर्दा, लु यता पनि तरकारी पाकिसक्यो है त। मेरो चाहिँ खाना अब पाकिसक्यो अनि यता दुध पनि तातिसकेर मेरो खाना रेडी भइसक्यो। ल अब म चाहिँ खाना खान लागेको छु। अनि लगाएर आएको खानु पर्यो। के हुँदैछ, के गऱ्यौँ भनेर यसरी गफ हुँदैछ हाम्रो चाहिँ। अनि हल्का गफ गरिसकेपछि चाहिँ फेरि हल्का हँसाइदिन्छु कि मैले बेला बेला हाँसिने नि यसरी। मेरो पालो आयो मेरी पुट्टु बेबी, चुप्पा गरिदिऊ, चुप्पा चुप्पा चुप्पा। बेबी चाहिँ अझै बोल्न सक्ने भएकी छैन, बोल्न नसके पनि सबै बुझ्छिन् कि यिनले। अनि बेबीसँग कुरा गरेर फेरि पालो आयो मम्मीसित कुरा गर्ने। मम्मी पनि यति बिजी हुनुहुँदैछ कि मम्मीको त्यति बेला मिल बिग्रेर मम्मी एकदमै बिजी हुनुहुन्छ उहाँ। धुस हातो बनाउनको। अनि मम्मीसित हल्का गफ गरेर अनि मम्मी बिजी भएर म त्यससँग कुरा गर्छु भनेर म त सुतेँ उठिसकेपछि म यता के गर्दैछु, आगो ताप्दैछु। स्कुल
अनि त्यति बेला मीठा पानी से झड़ जाते हैं। मेरे बहुत झड़ रहे हैं, पता नहीं क्यों। देखो कितने लगे, ये देखो। खाना बनाउँदै हो साथीमा त छानो को आएको रहेछ अनि मेरो लागि चिप्स हो अनि 1 किलो दुध यो है त आइसक्नुभयो ड्युटीबाट मेरो भ्लगमा हजुरलाई स्वागत छ हजुरलाई मेरो भ्लगमा एकदमै के भयो यस्तो छ के बुढाको नाम ल है साथीहरू आजको दिनभरिको मेरो काम चाहिँ यही हो हजुरले देख्न सक्नुहुन्छ खायो बस्यो सुतो खायो बस्यो सुतो खायो बस्यो सुतो नमस्ते गरिछिन् सबैजनाले भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला है त ल यति भन्दै मैले चाहिँ मेरो भिडियोलाई यही बाई बाई गर्न चाहन्छु बाई बाई